तपाईको अहिले मेन बिजनेस भनेकै ज्याक क्रोसे फेस्ट हजुर त्यसको बारे अलिकति के भन्नुहुन्छ ज्याक क्रोसे फेसन चाहिँ क्रोसेको काम गर्न मन लागेको यसलाई चाहिँ प्रोफेसनल्ली अगाडि बढाउन खोजेको अनि त्यसको नाम चाहिँ ज्या राख्नुको कारण चाहिँ अरूले ज्या होइन भन्ने हिसाबले हेर्ने भएर चाहिँ ज्या भनेको चाहिँ काम भयो अनि यो पनि काम हो भनेर चाहिँ चिनाउनलाई चाहिँ अनि ज्या क्रोसे फेसन नाम राखेको भयो अब क्रोसेलाई चाहिँ अरूले अलिक भ्यालु दिँदा हुँदैन काम हो भन्दैन काम नभएको बेला गर्ने कामको रूपमा लिन्छ यसलाई चाहिँ अब यसबाट पनि पैसा कमाउन सकिन्छ यसलाई करियर बनाउन सकिन्छ भनेर चाहिँ अगाडि बढाउनलाई चाहिँ अनि त्यही नाम राखेर चाहिँ अहिले काम गरिरहेको छु एकदमै राम्रो एकदम नाममै एकदम वेट छ कि एकदम रिजन बिहाइन्ड इट भन्छ नि त है रिजन थुप्रो रिजन छ गहिरो रहेछ तर यो लाइनले एकदम टच भयो रुवाउने रिजन छ सुरुमी के हो भनौँ भनिहाल्छु नि त्यही हो काम गरिरहेको फेसन डिजाइनिङ पढ्नुको अगाडि पनि सायद यही माइन्डमा थियो क्रोसे थियो होला सायद अनि त्यहीबाट त्यहाँ चाहिँ अब जानलाई अलिक प्रेरित भयो पढेँ अनि त्यसपछि पार्ट टाइमहरू जब गरेँ अब पढ्दाखेरि पनि क्रोसे भइरहेको थियो काम अलिअलि गरिरहेको थियो पकेट खर्च भन्ने आइरहेको थियो कोहीले बनाइदियो भन्दाखेरि पनि बनाइराख्ने भएको थियो अनि त्यसपछि चाहिँ अब कलेज प्रोजेक्टहरूमा पनि क्रोसे चाहिँ युज भइहाल्छ प्रायः सकेसम्म असाइनमेन्टहरूमा पनि सकेसम्म गरिन्छ त्यो अलिअलि भए पनि टच चाहिँ हुन्छ अब कुनैमा हुँदैन भने त त्यो गर्ने नमिल्ने टाइपको छ भने हुँदैन अरूहरूमा चाहिँ प्रोजेक्टहरूमा पनि क्रोसे चाहिँ युज भइरहेको हुन्छ त्यसपछि पनि कलेज सकेपछि पनि कन्टिन्यू गरिरहेको हो एक्सपिरियन्स चाहिँ भइरहेको थियो कहिले पनि छोडिएन कलेज सकेपछि पनि अझ कलेज अगाडिहरू पनि स्कुलिङदेखि लाइक अहिलेसम्म पनि भइरहेछ त्यो काम कहिले रोकेको छैन कलेजमा पढ्नुभन्दा अगाडिदेखि सुरु हो अहिलेसम्म कन्टिन्यू छ अब यो क्रोसे सिकेको त बच्चा बेला हो हामी त्यो क्रुसको काम भने बुझ्छौँ होइन क्रुसको काम काँटीको काम बुन्ने काम भनेपछि दुइटै पर्छ अब क्रोसे भनेको क्रुस हुकले गर्ने भयो काँटी भनेको चाहिँ दुइटा निडलले गर्ने भयो नर्मली बुझ्दाखेरि चाहिँ निटिङ भन्दा दुइटै पर्छ भनिन्छ तर त्यस्तो चाहिँ होइन क्रोसे भनेको हुकले हुन्छ निटिङ भनेको चाहिँ दुइटा काँटीले हुन्छ पुरै ह्यान्डमेड नै हुने हो नि दुइटै ह्यान्डमेड क्रोसेको चाहिँ ह्यान्डमेड हुँदैन निटिङको क्रोसे चाहिँ ह्यान्डमेड प्योर भयो मसिन नै छैन अहिलेसम्म बनेको छैन निटिङमा चाहिँ मसिन छ मसिन मेड पनि आउँछ जस्तै हाम्रो स्कुल युनिफर्महरू जुन पनि मार्केटमा धेरै मास प्रोडक्सनमा आउनेहरू प्रायः मसिन मेड नै हुन्छ ह्यान्डमेड पनि आउँछ ह्यान्डमेड चाहिँ अलिक कस्टली पर्ने भएर सकेसम्म मसिन मेडमा जान्छ क्रोसेको चाहिँ छैन अहिले चाहिँ मार्केटमा क्रोसे भनेर आइरहेछ त्यो चाहिँ लेस वर्क भन्छौँ हामी किनकि त्यो फर्म नै डिफ्रेन्ट हुन्छ प्याटर्न हेर्दाखेरि झट्ट हेर्दा त्यसकै डिजाइनमा बनेको हुन्छ तर त्यो चाहिँ मसिनले बनाएको हुन्छ त्यो चाहिँ हामी लेस भन्छौँ मैले जानेको फर्स्ट स्किल नै सायद त्यही होला क्रुसको अनि सिलाइ घरमा जुन हुन्थ्यो त्यही सिक्यो दिदीले गर्नुहुन्थ्यो सिलाइ सिकियो मसिन चलाउनसम्म सिक्यो ह्यान्ड निडलहरू चलाउन सक्यो अनि त्यसपछि क्रुसको काँटीको सिकिहाल्यो अनि त्यसलाई नै त्यसमध्येमा चाहिँ अब सबै कन्टिन्यू नै भइरहेछ तर अहिलेको लागि चाहिँ मेरो मेन टार्गेट चाहिँ क्रोसेलाई मात्र फोकस गरिरहेको छु त्यही भएर तपाईँको ब्रान्ड नेममै क्रोसे क्रोसे हजुर फेसन डिजाइनिङ पढेपछि अरूले चाहिँ बुटिकहरू खोलिएर काम गर्छ मलाई चाहिँ पहिलादेखि त्यो इन्ट्रेस्ट छैन त्यो सबैले गर्ने भएर पनि इन्ट्रेस्ट नभएको घरमा चाहिँ लाइक सबै ठाउँमा बुटिक छ नि त अनि त्यो पनि मन छैन अनि त्यो अझ अर्को कुरा चाहिँ त्यहाँ काम गर्नेहरू पनि मास्टरजीहरू प्रायः बाहिरबाट आएको लाइक एक्सपर्टिजहरू टाइपको हुन्छ नि त नेपालकोले त्यसरी गरेको प्रायः थिएन पनि अझ अहिले चाहिँ छ नेपालीहरू पनि हुन्छ अनि मलाई चाहिँ बाहिरकोलाई काम दिनुभन्दा त्यो चाहिँ भन्दाखेरि चाहिँ त्यो मलाई मन नपर्ने अब सामान पनि अझ बाहिरबाट इम्पोर्ट हुन्छ नि त प्रायः त्यो लेहेङ्गाहरू त्यस्तो त्यो चाहिँ मलाई खास इन्ट्रेस्ट छैन त्यसमा चाहिँ सकेसम्म नेपालमै गर्ने नेपालीहरूबाट मात्र गर्ने त्यस्तो सोच अनि बुटिक नभइकन अनि जब पनि गर्न मन छैन मलाई किनकि त्यो म टाइम फ्रेममा बस्न सक्दिनँ अझ त्यो रुल हुन्छ नि यतिमा यति आउनै पर्छ त्यो चाहिँ मन पर्दैन त्यही भएर जबको पनि कहिले सोचेको थिइनँ फुल टाइम जब त गर्दैन बरु पार्ट टाइम गऱ्यो भने गरिन्छ होला जस्तो लागेको थियो तर अफर चाहिँ अनि
कलेज सकेपछि पार्ट टाइम जबै अफर आयो एउटा डाइको थ्रुबाट अनि पश्मिना इन्डस्ट्री सानो इन्डस्ट्री हो लाइक के भन्छ उहाँहरूले चाहिँ फ्याक्ट्री छैन बट अर्डर लिने अनि अरूलाई गराउने पठाउने त्यस्तो टाइपकोमा चाहिँ अनि एज अ क्वालिटी कन्ट्रोलर अर असिस्टेन्ट फेसन डिजाइनरको हिसाबले चाहिँ काम गरियो 5-7 इयर्स जति कोर्स सकेपछि तपाईले पार्ट टाइम जब चाहिँ सुरु गर्नु फुल टाइम चाहिँ गर्नु भयो फुल टाइम कोही पनि गरिनँ बरु 2-3 ठाउँमा गरेर फुल टाइम चाहिँ भएको छ 1-2 वर्ष 2-3 वर्ष जति भएको छ होला 2 ठाउँमा गरेर फुल जस्तो भएको पश्मिनामा पनि हप्ताको 1-2 दिन जाने त्यस्तो अनि अर्को पनि छ त्यहाँ पनि 1-2 दिन जाने भएर चाहिँ फुल टाइम चाहिँ भएको छ 1-2 वर्ष एउटा चाहिँ ट्रेनिङ पिरियड हुँदाखेरि त्यहाँ पार्ट टाइम जब गर्नुभन्दा अगाडि एउटा ट्रेनिङमा क्रोसेकै सिकाउन गएको थिएँ त्यो चाहिँ एउटा कोरियन म्यामको थ्रुबाट आएको थियो अनि त्यो ट्रेनिङ चाहिँ जडीबुटीको मनोहरा खोलानेर चाहिँ सुकुम्बासी बस्तीमा ट्रेनिङ दिनुपर्ने कोरियनहरूको संस्थाबाट चलाइन्थ्यो त्यहाँ लाइक डोनेसन के उनीहरूको प्रोग्राम हो खासमा अनि त्यहाँ चाहिँ बस्ने महिलाहरूलाई काम सिकाऊँ भनेर चाहिँ उहाँले टेलरिङको पनि गरेको थियो अनि मेरो भागमा चाहिँ क्रोसेको परेको त्यहाँ क्रोसे ट्रेनिङ दिँदै उता अफर आयो अनि त्यहाँबाट पार्ट टाइम अर्को त्यहाँ गरेँ अनि आधी दिन यता आधी दिन उता जान्थेँ दिल्ली पछि चाहिँ उता ट्रेनिङ सकेपछि त्यहीँ जान थालेँ अनि हप्ताको 2 दिन त्यसरी पछि लास्ट हुँदाखेरि अस्ति लकडाउन अगाडिसम्म चाहिँ हप्ताको 1 दिन जाने गरेको त्यही अनुसार पेमेन्ट हुन्छ अनि अरू एक्स्ट्रा चिज गर्न पाइरहेको थियो सबै तपाईले अब फेसन डिजाइन कोर्स सकाउनु भयो पार्ट टाइम जब पनि गर्नुभयो सँगसँगै ट्रेनिङहरू पनि दिने गर्नु भएको रहेछ तपाईको 81 अब जुन फेसन डिजाइनबाट चाहिँ अब आफ्नै ब्रान्ड खोलेर चाहिँ एउटा एन्टरप्रेन्योर बन्छु भन्ने सोच या टर्निङ पोइन्ट के थियो यसमा अलिकति त्यस्तो धेरै चाहिँ सोच्दिनँ म आफूलाई मन लागेको काम गर्ने हो अनि त्यसमा चाहिँ पहिलादेखि गरिरहेको भएर अब अगाडि सोच चाहिँ फेसन डिजाइनिङ पढ्ने भन्ने थियो स्कुलिङ बेला होइन अझ अगाडि चाहिँ 9 क्लास पढेपछि चाहिँ पढ्ने बेला चाहिँ फेसन डिजाइनिङ पढ्छु भनेको थिएँ अझ त्योभन्दा अगाडि चाहिँ अब यतिकै सोसियल वर्कमा इन्ट्रेस्ट छ भन्थ्यो अरूहरू चाहिँ डक्टर नर्स के भन्थ्यो अब म त्यो सबै पढ्न मन लाग्दैन अनि म चाहिँ सोसियल वर्कतिर अलिक चल्ला सोचेको थिएँ अब त्यो बेला स्काउटिङ पनि जोइन भइरहेको थियो नि त म स्काउटिङमा पनि 5 क्लास खै कति सानो त्यही हो नि त अनि त्यो भएर पनि होला त्यहीतिर मतलब सोसियल वर्कमा चाहिँ अलि इन्ट्रेस्ट थियो अनि त्यसपछि अब न्युज पेपर टिभीहरूमा फेसनहरू त्यस्तो आउँछ नि त अनि त्यस्तो प्रोग्रामहरू पनि धेरै हेर्ने अनि एकचोटि न्युज पेपरमा कलेजको पोस्ट आएको थियो त्यसबाट पनि म पनि पढ्छु भनेर अनि 9 क्लासदेखि चाहिँ म फेसन डिजाइनर बन्छु भनेर चाहिँ 8 क्लासदेखि होला फेसन डिजाइनर पढ्छु भनेर चाहिँ त्यो बेलादेखि एम राखेको थिएँ त्यो अनि एफएमहरूमा आउँथ्यो नि +2 सकेपछि के करियर चुज गर्न पाइन्छ भनेर प्रोग्राम आउँथ्यो क्या टाइम्स एफएममा अनि त्यो म एफएम त पहिला नि सुन्थेँ एफएम सुन्दाखेरि चाहिँ अनि म्यामको इन्टरभ्यू सुने प्रिन्सिपल म्यामको अनि भाइस प्रिन्सिपलको म्यामको पनि इन्टरभ्यू सुने अनि हजुर त्यो टाइम्स एफएमकोमा चाहिँ टाइम्स एफएमकोमा चाहिँ बोलाउनु भएको रहेछ उहाँहरूलाई अनि सुने अनि त्यसमा चाहिँ म्यामले पनि भन्नुभएको थियो फेसन डिजाइनिङ पढेपछि हामी यत्तिकै बस्नु पर्दैन त्यहाँ धेरै कुराहरू स्किलहरू सिक्न पाइन्छ कुनै न कुनै काम गरेर लाइक आफ्नो चाहिँ जियो लाइक के भन्छ लाइफ चलाउन सकिन्छ भन्ने थियो अनि मलाई पनि ठिक लाग्यो किनकि मन त्यही सोच्थेँ कुनै स्किल सिकेपछि त अनि जे काम गरेर त इन्कम भइहाल्छ त्यो सजिलो भइहाल्छ भन्ने हिसाबले चाहिँ खास त्यो पनि त्यहीँ गयो अनि जाने बेला चाहिँ त्यहाँ एक्जाम इन्ट्रान्स हुन्थ्यो अनि एकैचोटि त्यो पनि भयो अनि त्यहाँ लेटर पनि लेख्नुपर्छ किन पढ्न आएको के गर्न लाइक गोल के हो आफ्नो लाइफको होइन त्यो पढेपछि के गर्न मन छ त्यसो पनि लेख्नुपर्छ कि लङ एडमिसन गर्नलाई एडमिसन अगाडि अनि म चाहिँ खास ढिला भएर एकैचोटि ओरिएन्टेसनमा गर्थेँ नत्र अगाडि नै इन्क्वायरी भएर जान्थ्यो किनकि साथीहरूले त फेसन सो पनि अटेन्ड गरेको थियो कि अगाडि प्रिभियस लाइक एभ्री इयर हुन्छ फेसन सो अनि त्यो फेसन सो अटेन्ड पनि गर्न भ्याएको थियो म चाहिँ ढिला भएर त्यो अटेन्ड गर्न पाएन एकैचोटि ओरिएन्टेसनमा पुगेको थिएँ प्रोग्राम मिस भयो त्यस्तो खासै केही त भएन अनि त्यहाँ लेख्नुपर्छ किन आएको यताउति के छ भनेर अनि त्यहाँ चाहिँ लेखेको थिएँ म जुन काम क्रोसे त्यो बेलासम्म मलाई क्रोसे वर्ड चाहिँ इङ्ग्लिसमा आइसकेको थियो त्यो +2 पढ्दासम्म त्यो थाहा भइसकेको थियो त्यो क्रुसको कामलाई क्रोसे भन्दो रहेछ भनेर नत्र अगाडि त थाहा थिएन अनि त्यहाँ चाहिँ म क्रोसेमा चाहिँ
यस्तो यस्तो सिचुएसन छ, मेरो दिदीहरू ग्रुप थियो बनाउने, अहिले चाहिँ घटेर 1-2जना मात्र भइरहेछ। लाइक यो चाहिँ वेज कम भएर हो, यसलाई चाहिँ म उहाँहरूको काममा चाहिँ राम्रो गर्न चाहन्छु भनेर लेखेको थिएँ। अनि त्यसपछि अब त्यो पेरेन्ट्सलाई प्राउड फिल गराउने त्यस्तो लेखिहाल्छ, त्यो पनि लेखेको थिएँ। त्यो लेख्नुपर्छ, आफ्नो के छ भने त्यो लेख्नु पर्दो रहेछ क्या। अहिले सायद छ भए त्यहाँ पाइन्छ भने कलेजमा, अब त्यो थाहा भएन छ कि छैन। त्यस्तो लेखेको थिएँ। अब त्यो बेला त्यो मेन्टालिटीमा थियो, यसरी चाहिँ योसम्म गइन्छ भने चाहिँ सोचेको थिएन। त्यो कामको त्यो प्रब्लम चाहिँ सल्भ गर्छु भनेर चाहिँ सोचेको थिएँ। अनि कलेज जोइन भयो, गयो, रमाइलो, आफूलाई मन परेको, थ्योरी आदि प्र्याक्टिकल आदि। अनि 20 चाहिँ कलेजबाट दिनेवाला, इन्टरनल मार्क्स हुन्छ। थ्योरी पनि प्र्याक्टिकल बेस नै हुने भएर अलि सजिलो लेख्नलाई, जस्तै प्रोसेसहरू लेख्ने त्यस्तो त्यस्तो हुन्छ नि त। अनि थ्योरी सब्जेक्टमा त कमै आउँछ B+, अरूमा A+। रमाइलो, प्र्याक्टिकल राम्रो, ह्यान्डवर्कहरू राम्रो छ हाम्रो होइन। अब स्केचिङमा चाहिँ अलिक कमै हुन्छ, त्यो ब्याकग्राउन्ड नमिलेर पनि होला। त्यो आर्ट मन पर्ने हिसाबले त्यो केही छैन, कलरिङहरू सबै राम्रो लाग्छ, क्रिएटिभ फिल्ड हो होइन। कलरहरू पनि सबै पढ्नै पर्छ, डिजाइनिङमा पनि सबै इलिमेन्टहरू त सबै पढ्नुपर्छ। आफूलाई मन परेको हो। अझ फेसन फिल्ड भनेपछि पहिलादेखि मनपर्ने, टिभीमा सानैदेखि हेर्ने, ऱ्याम्पोकहरू, MTV फेसन टिभी हेर्ने। म तल घर हुँदाखेरि हुन्छ नि सानो टिभीमा, अनि त्यही कोठामा पनि वर्क गरेर हिँड्थेँ म। त्यही त। अनि हाम्रो SLCमा त नि, हाम्रो SLC पछि तल कोइलाछीमा प्रोग्राम भएको थियो नि फेसन सो, अनि वर्क गरेको थिएँ नि त। अनि त्योभन्दा अगाडि नै मैले घरमा त गरिरहेको थिएँ नि त। त्यो बेला त्यो कल्चरल फेसन सो भनेर मैले नेवारी लुगा भएको पटासेवाला लुगा लाएर गरेको थिएँ। देश नाम बोल्ने त्यति थियो नि त। त्योभन्दा अगाडिदेखि नै त्यो चलिरहेको थियो नि त, गर्न मन थियो। बाल्यकालदेखि नै इन्ट्रेस्ट भएको? म त घर संसार हेर्ने मान्छे हो, अलि अगाडिको एजको पऱ्यो हेरेको। अझ घर संसारमा आउँछ नि सबै, क्राफ्ट वर्क पनि हुन्छ, मेकअप पनि हुन्छ, फेसन टिप्सहरू पनि हुन्छ। अनि अर्को प्रोग्राम भनेको रोजिन सरको फेसन मुड द मुड भन्नेहरू, त्यस्तो फेसन रिलेटेड प्रोग्राम। अनि त्यहाँ चाहिँ मिस नेपालहरूको त्यो कम्पिटिसन त्यो सबै हेर्ने म। पहिलादेखि त्यो सबै इन्ट्रेस्ट नै त्यसमै थियो, मन चाहिँ पर्छ। त्यत्तिकै यहाँको चाहिँ होइन होला। मलाई पर्सनली फिल भएको कुरा, आफूलाई मन लागेको कुराहरू गर्न पाउँदाखेरि या पढ्न पाउँदाखेरि चाहिँ एट द एन्ड चाहिँ रिग्रेट फिल हुँदैन जस्तो लाग्छ कि मलाई चाहिँ। हुँदैन, यसरी ह्याप्पिली भन्न पनि पाइन्छ होइन। रिग्रेट हुँदैन। अब केही नराम्रो गरेको होइन, अब इन्ट्रेस्ट भनेर अरूको नराम्रो गर्ने इन्ट्रेस्ट होइन नि त। सबैको राम्रो गर्नु खोज्ने हो, अरूलाई राम्रो बनाउने हो होइन, आफू पनि राम्रो हुने हो। त्यही भएर रिग्रेट चाहिँ हुँदैन, राम्रो काममा त कहिले पनि रिग्रेट हुँदैन। त्यही त, मलाई तपाईँको त्यो लाइन नै मन पऱ्यो कि, जुन कलेजमा एडमिसन गर्न जाँदाखेरि आफू सँगसँगै यसमा काम गर्ने होइन वर्करहरूलाई पनि उहाँहरूको स्किल बढाउने, जुन अब त्यो मेरो एकदम राम्रो कुरा हो कि आफू सँगसँगै होइन काम गर्नेहरूको पनि राम्रो होस्, जुन भाइब्स फिल चाहिँ राम्रो आउँछ। त्यो इन्भाइरोमेन्ट त्यसरी हुर्केको भएर पनि होला, ग्रुपमा काम गरिरहेको एकअर्काको काम हेर्दै मतलब हुर्क्यौँ नि त त्यसरी नै। सबै त हाम्रो अब ट्रेडिसनल कल्चरली पनि हामी सबै काम सिकेको हुन्छ, उसै चर्खा चलाउनेहरू पनि गरिन्छ, सबै ग्रुप वर्कै भयो नि त। त्यस्तो भएर पनि त्यो दिमागमा आएको होला। अनि अर्को कुरा भनेको त्यही हो, अब आफूलाई पहिलादेखि मैले काम गर्दा अर्को एकजनालाई भए पनि काम पाओस् भन्ने थियो। सायद यो कुरा पनि ग्रुप त्यही कामको एक्सपिरियन्सले गर्दा भएको होला। तर अहिले त्यही गरिरहेछु, राम्रो लाग्छ, खुसी लाग्यो, मजाको कुरा हो। अब तपाईँले आफ्नो एउटा ब्रान्ड नै क्रिएट गरिसक्नु भएको छ। ब्रान्ड क्रिएट गरिरहँदाखेरि तपाईँले फेस गरेका च्यालेन्जेसहरू के कस्ताहरू थिए, अलिकति सेयर गर्नुहुन्छ? च्यालेन्ज भन्नाले अब यो हिसाबमा चाहिँ मेरो अहिले जुन वेजको कुरा थियो नि, त्यो कुराको मेन कारण चाहिँ वेज नपुग्नुको कारण चाहिँ सबैले यसलाई भ्यालु त्यति नदिने रहेछ क्या। फुर्सदमा गर्ने काम अब लेजर टाइममा गरिने मात्र भनेर गर्ने हो। अनि अर्को कुरा भनेको यत्तिकै पनि सिकिहाल्छ, गरिराख्नु पर्दैन, किनिराख्नु पर्दैन भन्ने हिसाबले पनि भयो। त्यो भनेको चाहिँ एज अ प्रोफेसन हेरेकै छैन अहिलेसम्म। त्यो चाहिँ मेरो मेन अहिलेको लागि टफ कुरा हो। हेर्ने नजर नै अलिकति फरक भयो होइन। राम्रो भन्ने काम राम्रो छ, ठिक छ होइन, त्यो स्किल राम्रो हो,
तर त्यो प्रोफेसनली त्यसरी चाहिँ हेरेको छैन जुन अब त्यो सोसाइटी होल त्यो कुरा आउँछ त्यसमा चाहिँ यो चाहिँ अलिक गाह्रो लाग्छ मान्छेहरूलाई अब बुझाउनु पर्ने भइरहेछ खास त्यो गर्नु नपर्ने हो किनकि काम भनेको सबै एउटै कुरा हो सबैको सबैले सेम रेस्पेक्ट पाउनुपर्छ होइन तर यहाँ चाहिँ अब त्यो अब राम्रो भन्छ तर राम्रो भनेर मात्र नपुग्ने जस्तो भयो किनकि पैसाको पनि कुरा आउँछ अब त्यो भ्यालु नदिएर पैसामा पनि कमाउन जान्छ नि त त्यो हिसाबले चाहिँ अहिलेको लागि चाहिँ त्यही कुरा चाहिँ अलिक गाह्रो भयो बुझाउनु पर्ने भएको छ बुझ्नेहरूले बुझिरहनु भएको छ तर भनेको अर्थ चाहिँ यसमा लागेर चाहिँ पैसाको हिसाबले चाहिँ अलिकति स्कोप छैन भन्न खोजे जस्तो पनि देखियो अलिकति स्कोप छ किनकि पहिलादेखि गरिरहेको हो नि कति धेरै एक्सपोर्ट भइसकेको छ सामानहरू त्यही ह्यान्डमेड कुराहरू हाम्रो क्रोसेको पनि निटिङको पनि धेरै गइसकेको छ तर त्यो स्कोप नभएको होइन त्यो पहिलाको दाजुमा अहिलेको लागि चाहिँ स्यालेरी भनौँ वेज नपुगेको कामअनुसारको हिसाब पुगेन किनकि पहिला पनि भइरहेको अब त्यो पहिलाको जमानामा त्यो खर्च कम हुन्थ्यो महँगी थिएन पुग्यो होला होइन अब त त्यो चेन्ज भइसक्यो धेरै महँगो भइसक्यो बढिसक्यो अनि अर्को कुरा चाहिँ पहिला अब नपढेकोले पनि गर्न सकिन्थ्यो होला कपी गरिन्थ्यो तर अब चाहिँ सबै एजुकेटेड मात्र लेभल आइसक्यो अब उनीहरूलाई पढेकोलाई एट्र्याक्ट गर्नलाई त फेरि पैसा पनि चाहिन्छ इन्ट्रेस्ट भएर पनि धेरैले गर्न सकिरहेको छैन त्यो हिसाबले चाहिँ अलिकति त्यही इन्डिरेक्टली पैसाको कुरा अर्को चाहिँ भ्यालु एड इम्पोर्टेन्स कति दिने भने एज अ प्रोफेसन कसरी लिन सकिन्छ त्यो चाहिँ यसलाई पनि प्रोफेसनली अगाडि बढाउन सकिन्छ भनेर चाहिँ अलिक गाह्रो भइरहेको छ ट्राई गरिरहेको छु प्रयास जारी छ बुझिन्छ अवश्य पनि बिस्तारै एउटा टाइम आइसकेपछि सायद यो यसको बारे क्लियर हुन्छ होला मान्छेहरूले एउटा रेस्पेक्ट पनि त्यो एकदम फिल गरिरहेको छु मैले जुन अगाडि हुन त म एक्सपोज नभएर पनि होला अगाडि घरमै बसेर मात्र गरिन्थ्यो अब 4 वर्ष त्यति भयो अनलाइन गर्न थालेको राम्रो फिडब्याकहरू आएर पनि अलिकति आफूलाई नि मोटिभेट हुन्छ अझ अहिलेसम्म कन्टिन्यू गरेको पनि सायद त्यो एक्सपोज भएरै होला अब सर्टेन सोसाइटीले लाइक भ्यालु नदिए पनि अब अरूले त दिइरहेको हुन्छ सर्टेन भन्नाले हामी वरपरकोले मात्र त नबुझेको भए पनि अरू कोही बुझ्नेहरू पनि छ नि त त्यो थाहा भयो एक्सपोज भएपछि अब अनलाइन गर्दाखेरि पनि त्यो देखियो अनि अहिले 2 वर्ष जति भयो स्टलहरू राखेको त्यहाँ पनि राम्रो फिडब्याक आउँछ गर्नुपर्छ भन्ने आउँछ हामी पनि पहिला गर्थ्यौँ अहिले गर्न सक्दैन गर्नुपर्छ काम गर्नुपर्छ भन्नुहुन्छ त्यो चाहिँ राम्रो लाग्छ यस्तो खालको पोजिटिभ फिडब्याकहरू आयो भने तपाईँले मोर एनर्जी थपे जस्तो हुने भयो त्यो एकदम धेरै अहिलेको मेन सपोर्टिभ फ्याक्टर नै त्यही हो अरू त त्यस्तै आफैले पनि मोटिभेट लाइक गर्दै लानु पर्दो रहेछ आफूले आफूलाई पनि अनि अरू सपोर्टिङमा अरू कुराहरू पनि छ अरू सबैको पनि यही मोटिभेसनकै कुराहरू जोडिरहँदाखेरि अब आफैले बिजनेस अब तपाईँ त अब डिजाइन फेसन डिजाइन पढेर पार्ट टाइम जब गर्दै अरूको काम गरेको भनौँ न त्यो गरिरहेको व्यक्ति एक्कासी अब भनौँ न तपाईँले आफ्नै ब्रान्ड खोलेर आफै एन्टरप्रेन्योरसिप बनिसकेपछि विभिन्न किसिमको च्यालेन्जहरू भन्नुभयो त्यो आइरहँदाखेरि चाहिँ आफूले आफूलाई चाहिँ कसरी मोटिभेट राखिराख्नुहुन्छ गर्नुपर्छ है भन्ने काम कसरी मोटिभेट गरिराख्नुहुन्छ मेन कुरा चाहिँ मलाई चाहिँ आफूलाई जे मन लाग्छ म त्यही गर्छु भन्ने हो होइन अब त्यो मन लागेको कुरा नराम्रो भयो त्यो अरूको कुरा मान्नु ठिक हो होइन गलत यदि मैले गरेकोले कसैलाई नराम्रो गर्छ भने अरूले भनेको ठिक हो भनेर त्यो छोडेर अर्को बाटो लाग्न मिल्थ्यो अब त्यो मैले चुज गरेको बाटोले चाहिँ कसैलाई ह्याम्पर गर्दैन मेरो कामले चाहिँ कसैलाई डिस्टर्ब गर्दैन भने त त्यो त राम्रै कुरा हो अब अहिलेको अवस्थामा नराम्रो होला तर रिजल्ट त राम्रो आउँछ भन्ने मेरो विचार अनि त्यो काम गरिराख्दाखेरि पनि खासै अब छोडेको भनेर चाहिँ थिएन नि त मैले जहिले कन्टिन्यू गर्थेँ पार्ट टाइम अफिस जाँदा नि अफिसमा केही काम भएन भने त्यही सामान बुन्ने लगिरहेको थिएँ त्यही बुनि बस्थेँ म अनि त्यो एउटा चाहिँ उहाँ सरको राम्रो कुरा उहाँले चाहिँ गरिराख यत्तिकै चाहिँ नबस बरु मोबाइलमा यत्तिकै चलाएर बस्नुभन्दा काम यो भए पनि गरिराख भन्ने बुझ्नुभएको त्यो चाहिँ राम्रो हो अनि अझ उहाँले भन्नुहुन्थ्यो मेरो त्यो पस्मिनाको फ्याक्ट्री हो नि त पस्मिनाको काम हुन्थ्यो त्यहाँ अब यसको पनि पस्मिनामा पनि बनाउनु त मिल्थ्यो तर अलि ह्यान्डवर्क मेन ह्यान्डवर्क नै हुने भएर चाहिँ कस्ट हाई हुन्छ गाह्रो हुन्छ होला त्यही भएर हामी यसको चाहिँ स्याम्पल ट्राई गर्दैनौँ भन्नुहुन्थ्यो क्या
अनि मलाई चाहिँ त्यो बेलादेखि चाहिँ पस्मिना पनि गर्न पाए त भइहाल्थ्यो नि हुन्थ्यो त्यही अब मेरो टार्गेट चाहिँ पस्मिना पनि ट्राई गर्छु भन्ने छ अनि मैले सबै काम गरेको फेरि पस्मिना रिलेटेड नै छ क्या त्यहाँ पार्ट टाइम गरेँ त्यो पनि पस्मिनाकै फ्याक्ट्री भयो अनि अर्को एक ठाउँमा पनि 1 वर्ष गरेँ उहाँहरूको पनि पस्मिना फ्याक्ट्रीकै हो बाहिरको बोस हो थियो बाहिरको बोस अनि उहाँले चाहिँ नेपालको फ्याक्ट्रीहरूमा काम दिने अनि उसले लाने रहेछ क्या त्यो पनि पस्मिनाकै रिलेटेड हो अनि पस्मिनामा लिङ्क पनि छ चिन्छु पनि अनि अहिले चाहिँ त्यो गर्नु पर्ला जस्तो लागिरहेछ भनेपछि त्यो पस्मिनामा काम गर्नुभयो तपाईँ त एक्सपर्ट हुनुभयो धेरै त्यसमा काम गरिसक्नु भएको हिसाबले अब अरूको हिसाबले त अब कमै होला किनकि धेरै त्यस्तो भिजेर काम गर्न त गरेछ तर अब फ्याक्ट्रीमै बसेर गर्नु भन्दा त अब हाम्रो अलिक कम एक्सपिरियन्स छ नि त तर गर्दै गयो भने हुन्छ होला त्यो पनि प्रब्लम त सबैमा आउँछ अब अहिलेको राम्रो राम्रो कुराहरू पनि अगाडि त प्रब्लम फेस गरेर अगाडि बढेको हो नि त अहिलेको इस्टाब्लिस्ड लाइक कम्पनीहरू जो पनि मान्छेहरू जो पनि हुनुहुन्छ उहाँहरूले पनि त एउटा स्टेजमा प्रब्लम फेस गरेकै हुन्छ नि उहाँ त्यो प्रब्लम फेस गरेर त्यसमाथि अगाडि बढेर त यहाँसम्म पुग्नु भयो नि त दबिएपछि त दबेको दबै हुन्छ नि हिँड्नु पर्यो भने त आफैले पनि बाटो बनाउनु पर्ने हुनसक्छ त्यो गाह्रो टाइममा चाहिँ त्यो गाह्रो टाइम त सबै बरु रेस्ट लिने बरु रेस्ट लिने म त्यही त गर्छु नि गाह्रो हुन्छ अनि घुम्नु पनि जान्छु होइन होइन रेस्ट चाहिँ चाहिन्छ जहिले पनि अब त्यो कति चाहिन्छ के चाहिन्छ त्यो आफूमा भर पर्छ मान्छेहरूको नेचरमा पनि फरक पर्छ त्यो कुरा अब कसैले त्यो सहन सक्दैन होला छोडिहाल्छ होइन अब त्यो सहनु चाहिँ पर्छ अब त्यो फेस भएकोलाई चाहिँ बरु एकैचोटि प्रब्लम सल्भ नगरे पनि बिस्तारै हुन्छ लाइक त्यसलाई पनि पार्ट गरेर अलिअलि भए पनि सल्भ गर्दै गर्दै अगाडि लानुपर्ने हुन्छ अब केही गर्न सकेन भने रेस्ट लिने केही फरक पर्दैन 1-2 महिना ग्यापमा भए पनि फेरि गर्ने नि तर क्विट नगर्ने मेन कुरा क्विट नगर्ने हो क्विट गरेपछि त छोडिहाल्यो नि अब मेरो पनि त अब सबैले छोडेको काम सुरु गरेको हो नि त अब भन्ने हिसाबले चाहिँ बाटो नै लाइक बन्न भइरहेको अवस्था हो नि त एउटा ड्राइभरले गरिन्थ्यो हो अनि त्यही एक्सपोर्ट कम्पनीहरूको लागि गर्नेहरू हुनुहुन्थ्यो त्यो पनि हो तर मैले चाहिँ नयाँ किसिमले यसलाई अगाडि बढाउन खोजेँ फ्यासन फिल्डतिर अब बाटो चाहिँ अब आफैले बनाउनु पर्यो भन्ने हिसाबले हो क्या अब त्यत्रो धेरै वर्ष गरिरहेको मतलब त केही बनिरहेको थियो नि त बाटो भइरहेको थियो अब चाहिँ बाहिर आएपछि अब यो 1-2 वर्ष चाहिँ मलाई के लाग्छ भने कि अब मैले अलिअलि बाटो बनाएँ अब म हिँड्दैछु जस्तो फिल भयो क्या अहिले त्यस्तो लाग्छ अब भर्खर हिँड्नु थालेँ अब त्यो माथि आफ्नो डेस्टिनेसन त अब फिक्स छैन तर सक्सेस भन्ने पनि मलाई त्यस्तो लाग्दैन अब त्यहाँबाट मलाई यता आउनु नै मलाई सक्सेस जस्तो भइरहेछ किनकि मैले कम्पनी रेजिस्टर गरेपछि मैले त्यो फिल गरेँ हो नि त्यो सोचाइको कुरालाई अब लिगली त्यो रेजिस्टर गर्न सक्नु पनि ठुलो अचिभमेन्ट हो होइन आफ्नो आफ्नो हिसाबमा होला त्यो पैसा कमाउनु अवार्ड जित्नु त्यो छुट्टै हुन्छ त्यो अरूको हिसाबमा त्यो अचिभमेन्ट हुनसक्छ मलाई चाहिँ नि मेरो त्यो अवस्थाबाट अलि अगाडि आएँ त्यो पनि मेरो लागि अचिभमेन्ट हो सक्सेसको चाहिँ डिफाइन आफ्नो आफ्नो हिसाबले धेरै कुरा छ त्यही हो अब प्रब्लम आउँछ धेरै आयो फेस भयो पनि होला अब खास हामीभन्दा गाह्रो हुने पनि कति धेरै छ नि हामी त अझ सजिलो लाइफस्टाइल राम्रो छ आफूले घरमा यता मैले त अझ आफूले घरमा हेर्नु पर्दैन आफ्नो लागि आफैले गरिरहेछ होइन घरमा मतलब कन्ट्रिब्युसन दिन नसके पनि आफ्नो सेल्फको लागि म आफै गरिरहेको छु त्यति हो अनि फेरि अर्को मेन कुरा भनेको पोजिटिभ रेस्पोन्सलाई चाहिँ पावरको रूपमा लिन सक्नु पर्यो नेगेटिभ कुरा त धेरै हुन्छ नि अब राम्रो कामै गर्नु छ भने त राम्रो कुरालाई सुन्नु पर्यो नि त त्यो त्यही भन्छ नि जे पनि सुन्छ तर छानेर लिनुपर्छ भन्छ नि त त्यही हो नेगेटिभ कुरामा हामी लाग्ने हो भने त हामी कहिले पनि आफ्नो काम नेगेटिभ त्यो हो नेगेटिभलाई पनि अब उसले कसरी भनेको त्यो हिसाबले पनि हुन्छ यदि त्यसबाट केही सजेसन त्यो लाइक सल्युसन पाउँछ भने त्यो पोइन्ट पनि राम्रो हुनसक्छ नराम्रो त्यसले नराम्रो कुराले पनि केही ह्याम्पर गर्छ भने त्यसबाट अर्को अपोजिट गर्दाखेरि राम्रो हुने रहेछ नि त त्योबाट पनि सिक्न मिल्छ कहीँ झगडा भइरहेछ भने अब झगडा नगर्नु सिक्नु पर्यो नि त होइन त्यही हो त्यही भएर म धेरै सोझी भएको
एकदम अब त्यो एक्सपिरियन्सले चाहिने हो नि त राम्रोबाट राम्रै सिक्नु नराम्रोबाट राम्रो हुन सिक्नु पर्यो फिडब्याक जसको पनि लिनु मिल्यो हामीले हैन अब कसरी अब फिडब्याक दिने मान्छे कस्तो त्यसको भर पर्छ हैन नेगेटिभ सोच्ने मान्छेले फिडब्याक दिइरहेछ भने त उसले नेगेटिभ भन्छ अभियस हो अब त्यसमा रिसाउनु पनि केही छैन अब त्योबाट अब केही पोजिटिभ अब त्यो हाम्रो नेचर पनि भयो हाम्रो बुझाइमा पनि जान सक्छ कुनै कुनै हामीले फेरि बुझेको हामीले राइट लागेको फेरि त्यो रङ पनि हुनसक्छ नि त त्यो लजिकली हेर्दाखेरि मेन कुरा चाहिँ लजिकली हेर्नु पऱ्यो अब त्यो भनेको सुनेको मात्र भरमा पनि हुँदैन यो गर्दाखेरि के हुनसक्छ यो नगर्दा के हुनसक्छ त्यो पनि सोच्नु पऱ्यो अगाडि त अलिकति अगाडि त सोच्नै पर्छ स्टेप अगाडि अब तपाईँको कामप्रति चाहिँ हामी पनि एकदमै प्रभावित भएको मान्छेहरू कि हामी एकदमै निराजीले यस्तो राम्रो काम गरिरहनु भएको छ भनेर खुसी एकदम खुसी भएको पहिलादेखि खुसी भएको मान्छेहरूमा हामी पनि एकजना हो कि हामी अब हामी जस्तै अरू पनि थुप्रै युवाहरू होला तपाईँको काम देखेर चाहिँ प्रभावित भएकोहरू म पनि निहारिकाजीले जस्तै अलिक काम गर्छु भन्ने सोचिराख्नु भएको या आफ्नै फेसन डिजाइन रिलेटेड चाहिँ व्यापार गर्छु भनेर सोचिराख्नु भएका व्यक्तिहरूलाई तपाईँको केही सल्लाह सुझाव केही छ भने प्लिज सल्लाह भन्नाले म चाहिँ त्यही अघि भने नि आफ्नो मनको मन लागेको गर्नुपर्छ भन्ने म चाहिँ त्यही सोच्छु पहिला आफ्नो अब नेचर कस्तो छ त्यो पनि भयो आफ्नो चोइस के हो त्यसमा अगाडि बढ्नु पर्यो अब त्यसै कुरा गर्छु फेरि हुन्छ नि अब भगवान्ले सबैलाई डिफ्रेन्ट डिफ्रेन्ट क्रिएट गरेको छ नि त त्यो क्रिएट गर्नुमा पनि सबै ब्यालेन्स भएको हुन्छ नि अब जस्तै एनिमल र त्यो कसैले कसैलाई मार्यो यताउति छ फेरि अर्को पनि जन्मिरहेको हुन्छ माया गर्ने र त्यो नेचुरली हुने कुरा भयो नि त मलाई के लाग्छ भने सबैले यो भगवान्ले क्रिएट गरेको छ सबैमा डिफ्रेन्ट डिफ्रेन्ट इन्ट्रेस्ट छ कुनैमा जोड्न सक्छ त्यो डिफ्रेन्ट कुरा हो आफूलाई इन्ट्रेस्ट भएको कुरा गर्यो भने त्यो सबै ब्यालेन्स भइरहेको जस्तो लाग्छ क्या किनकि अब एउटा डक्टर पेसामा स्कोप छ इन्कम हुन्छ भनेर लाग्यो भने सबै त्यहीतिर गयो नि त अब त्यहाँ एग्रिकल्चर छोडियो नि त मेन चाहिँ होइन ब्यालेन्स भएन नि एकतिर मात्र वेट भयो नि त मलाई लाग्छ कि सबैको इन्ट्रेस्ट चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट बनाएको छ त्यही इन्ट्रेस्ट अनुसार गयो भने फेरि त्यो ब्यालेन्स लाइक नेचर ब्यालेन्स भइरहेको जस्तो लाग्छ क्या मलाई यो इन्ट्रेस्ट छ मैले यसमा गरेँ होइन अब तपाईँलाई कुनै इन्ट्रेस्ट छ भने त्यसमै गरेँ त्यो डिफ्रेन्ट हुन्छ त्यो त्यसमा चाहिँ एगेन्स्टमा गयो भने चाहिँ प्रब्लम आउँछ जस्तो लाग्छ क्या मलाई अब मेरो टार्गेट थिएन नि त पहिला यो फेसन फिल्डलाई चाहिँ अझ क्रोसे फिल्डलाई चाहिँ इन्टरनेसनली नेपालको थ्रुबाट रिप्रेजेन्ट गर्न अहिले मलाई सोच आउँछ क्या पहिला त त्यो सोचेको थिएन नि त त्यो गोल डिफ्रेन्ट भइराख्ने रहेछ क्या अब त्यो फेसन डिजाइन मात्र पढ्छु भन्ने थियो पहिला अनि त्यसपछि अब त्यो यो क्रोसेको पनि लिङ्क त भइहाल्यो किनकि अब त्यो अगाडि त्यही भएर मेरो माइन्ड नै त्यस्तै भएर रहेछ होइन त्यो भयो अनि त्यसपछि अहिले चाहिँ म आर्ट फिल्डमा पनि गइरहेको छु होइन जुन एक्जिबिसनहरू हुन्छ नि त्यो वाला कि ललित कलातिर त्यस्तोमा गइरहेको छ क्या अब मैले हामीले बुझ्ने आर्ट फिल्ड भनेपछि स्केच गर्ने पेन्ट गर्ने होइन त्यही भयो होइन मैले चाहिँ क्रोसे पनि आर्ट हो नि त यसलाई पनि यसलाई अगाडि लानुपर्छ भनेर चाहिँ लगेको तर मैले चाहिँ अरू सामान बनाएन एज अ लुगाकै थ्रुबाट लगेँ अस्ति आर्ट एक्जिबिसन भयो बङ्गलादेशकोले गरेको नेपालमा आर्ट काउन्सिलमा भएको नेपाल आर्ट एक्सपो 2025 भनेर अस्ति जनवरीमा मैले चाहिँ सोधेँ क्रोसेको हुन्छ भनेर हुन्छ भन्यो अनि मसँग यो लुगा हुन्छ भने हुन्छ भने क्या अब आर्टिस्टहरूले त लाइक एक्सेप्ट गर्यो नि त अनि मैले चाहिँ उहाँहरूको चाहिँ त्यस्तो आर्ट छ स्कल्पचर पनि त आर्ट भइसकेपछि अब त्यो भइहाल्यो स्कल्पचरहरू पनि छ अनि लुगा चाहिँ मेरो मात्र थियो क्या अनि त्यो पनि अल्लो धागोले बनाएको सिस्नुको धागोले बनाएको लुगा चाहिँ मेरो मात्र थियो अब मैले चाहिँ एक्सप्लोर गरिरहेको छु भन्दा पनि भयो अब डिफ्रेन्ट बाटोमा चाहिँ आफ्नो नामको भ्यालु खोजिरहेको छु क्या त्यस्तो एक्सप्लोर चाहिँ गरिरहेको छु यो वर्ष अनि अहिले फेरि अर्को पनि केही कुरा छ त्यहीँ ललित कलातिर त्यहाँ पनि ट्राई गरेको छु अब फेसन सो त भइहाल्यो होइन फेसन सोमा त जान सकिन्छ अब त्यो पनि कस्टली भएर मैले चाहिँ स्टल राख्ने जाँदा नै डमी राखेको छु अब मेरो लागि त्यही फेसन सो भयो क्या
किन फेरि अर्को 30-40 हजार अरू अझ त्योभन्दा बढी खर्च गरेर ऱ्याम्पोकमा हिँडाउने मलाई त मार्केटमै पुग्नु छ नि त अनि मैले जावलाखेलमा एक्जिबिसन हुँदाखेरि चाहिँ 2टा डमी लगेर त्यही सो गरेको थिएँ अनि डिफ्रेन्ट पनि देखियो आफ्नो स्टल अन्त अरूले पनि लुगा सो गर्छ होइन लाइक कपडा पसलको स्टल राख्नेहरूले पनि त डमी राखेर गर्छ अनि क्रोसेमा त त्यस्तो प्रायः छैन नर्मली स्टलहरूमा देख्ने बेला चाहिँ त्यही सानो टिनो बुनेर राखेको हुन्छ नि त अनि मैले चाहिँ लुगा पनि सो गरेँ अब एक्स्ट्रा किन पैसा खर्च गर्ने हो बुझेको अरूले लाइक आइरहेको हुन्छ फेसन सोको लागि डिजाइनर्स चाहियो लुगाहरू चाहियो भनेर तर त्यो गर्दाखेरि चाहिँ कस्ट लिने रहेछ क्या अब रिनाउन्ड अलिक धेरै पपुलर भइसक्योहरूसँग चाहिँ पैसा लिँदैन रहेछ अझ माग्ने रहेछ क्या तपाईँ हाम्रो सोमा आइदिनु भनेर अझ न्यू कमरहरूलाई त त्यसरी दिँदैन पैसा लिने रहेछ मैले चाहिँ अनि नगर्ने भनेको होइन अब गर्नुपर्छ क्रोसेको पनि फेसन सो क्रोसेको अझ त्यसमा पनि मलाई चाहिँ इम्पोर्टेड धागोहरू अहिले जुन युज गर्दा छु नि त्यो चाहिँ खासै गर्नु मन छैन अहिले गरिरहेको कारण चाहिँ अलिकति कमाउनु नै पर्यो त्यो हिसाबले अब कस्टमरको चोइस अनुसार पनि गरिरहेको मेन चाहिँ इन्ट्रेस्टमा चाहिँ मेड इन नेपाल भन्ने छ देशको धेरै माया गर्ने म अनि मेड इन नेपालमा फोकस सकेसम्म गर्छु कि धागोहरू पनि त्यही हिसाबले अब अहिले त अझ पस्मिनाको पनि मुस्ताङमै उत्पादन गर्ने कुरा आएको छ च्याङ्ग्रा पस्मिना भनेर मुस्ताङमा अहिले च्याङ्ग्राहरूको खेत लाइक बिजनेस चाहिँ उनी गरेको छन् अहिले त्यो गर्न लागेको छ सकेसम्म चाहिँ देशकै हाम्रो बाहिर नपठाउने पैसा यहीँ इम्प्लोइमेन्ट पनि यहीँ होस् होइन यहीँको क्रिएसन यहीँको मान्छेहरूले लगाओस् भनेर बरु हामी अलिक सस्तोमा बेच्दिउँला होइन प्रफिट कम गरेर बाहिर किन पठाउने मान्छेहरूले पनि यही काम पाउँछ भने किन अन्त जाने अहिले चाहिँ अब त्यो छ अब मैले सो गऱ्यो भने पनि नेपालकै धागोबाट बनेकोहरूको गर्छु होला सायद अहिलेसम्मको करियरमा तपाईँको बेस्ट मेमोरी जसले चाहिँ तपाईँको करियरमा जर्नीमा महत्त्वपूर्ण इम्प्याक्ट गरेको त्यस्तो केही छ त्यस्तो त बेस्ट मेमोरी त्यस्तो सोच्दैन हुनु त हरेक लाइक भन्छ नि हरेक सेकेन्डको भ्यालु हुन्छ मलाई लागि सबै त्यही हो त्यस्तो खासै सोचेको छैन तपाईँको अहिलेसम्मको सबै मोमेन्टहरू बेच्ने भइरहेछ अनि त्यो आर्ट फिल्डमा चाहिँ त्यो डिफ्रेन्ट फिल्डमा हुन्छ होइन अब त्यो फेसन फिल्डमा मेरो ग्रेजुएसन सोको लुगा पनि क्रोसे नै गरेको त्यो पनि एकदम राम्रो लाग्छ हाम्रो चाहिँ पास आउट हुने बेला एक्जाम हुन्छ अन्त सो नै गर्नुपर्छ सो नै गर्नुपर्छ त्यहाँ पनि मैले क्रोसेकै बनाएको हाइलाइट भएको त्यहाँ पनि हो खासमा अनि त्यो चाहिँ वेस्ट मटेरियल थिम थियो मैले चाहिँ पेनको हरेक पार्ट्सहरूलाई टुक्रा टुक्रा गरेर अनि त्यो उनेर बुनेर अनि ठुलो गाउन बनाएको थिएँ त्यो पोइन्ट भएको थियो अनि अरूले पनि राम्रो छ भन्नुभयो लाइक पास आउट दाइहरूले पनि अनि त्यो भयो अनि अर्को चाहिँ क्रोसे एक्जिबिसन भयो त्यो चाहिँ आर्टिस्टहरूले गर्नुभएको जुन उहाँ चाहिँ आर्ट ब्याकग्राउन्डको फाइन आर्टवाला अनि उहाँले गर्नुभएको त्यहाँ पनि लुगै देखाएँ त्यही अल्लोको लुगा फर्स्ट टाइम मैले त्यहाँ बनाएको थिएँ अगाडिदेखि मन थियो त्यो गर्ने सोचिरहेको थिएँ त्यो सेक्टरमा चाहिँ त्यो लुगा देखाउनु पाएँ त्यो चाहिँ राम्रो लाग्यो अर्को भनेको अवार्ड त्यस्तो पनि छैन अब यहाँ ल्याएपछि यो लुगा म मिडियातिर आउन थालेको चाहिँ साथी फिल्मी जर्नलिस्ट वर्षा बस्नेतको कारणले हो मैले पोस्ट गरिरहेको थिएँ अनि उसले चाहिँ लुगा लाउँछु तिम्रो लुगा ट्राई गर्छु भन्यो हुन्छ भनेर गएँ अनि बनाइदिएँ लायो उसले इन्टरभ्यू लिँदाखेरि युज गर्यो अनि उसले लाएको देखेर चाहिँ अर्को जर्नलिस्टले चाहिँ इन्टरभ्यूको लागि स्टोरी कभरेजको लागि चाहिँ बोलाउनु भयो त्यो पनि मेन पोइन्ट भन्नुपर्छ त्यो पनि हो लाइक यो यसरी मिडियामा आउनुको चाहिँ मेन त्यो लाइक साथी वर्षा चाहिँ रिजन भयो नि त त्यो पनि हो त्यो हरेक कुराको भ्यालु लाग्छ मलाई त्यस्तो खासै खै धेरै छ सबै विशेष लाग्छ मलाई यो पनि विशेष हो खोकनाको होइन फर्स्ट पोडकास्ट भइरहेछ आदित्यकोबाट होइन हामी पनि तपाईँलाई पोडकास्टमा चाहिँ यसरी निमन्त्रणा दिन पाएकोमा एकदम खुसी छौँ हाम्रो नि म नि एक्साइटेड नै थिएँ किनकि फर्स्टमै म आउनु पाएँ होइन अरू पनि छ नि त कति धेरैजना हुनुहुन्छ हाम्रो कोकनामा राम्रो काम गर्नेहरू धेरैजना
त्यही पनि म आउन पाएँ। सुरुको लिस्टमा तपाईहरु गर्नुभएको तपाई गर्नुभएको छ। मेन कुरा खोकनाको भयो त्यो पनि एकदम टार्गेट पनि खोकनाकै गरिरहेको छु मैले। अनि राम्रो नि किनभने हाम्रो मैले नि कार्डमा ट्यालेन्टेडहरू छन् हैन तर पनि हामीले चिन्न नसकेको ट्यालेन्ट भन्छौँ कि हामी उहाँहरूलाई चाहिँ हामीले प्रस्तुत गराउने हिसाबले उहाँहरूबाट पनि केही सिकौँ भन्ने हिसाबले नै हो कि हाम्रो पनि त्यही हो। मैले नि अब माथि बसेर चाहिँ अलिकति अप्ठ्यारो भयो अनि त्यही पनि मैले कार्डमा चाहिँ खोकना ललितपुरै लेख्छु। रेजिस्ट्रेसनमा त अब वडा नम्बर 25 हो नि त म बुङमती पर्ने भयो भैँसीबाटी चाहिँ भयो अनि कार्डमा चाहिँ खोकना लेखेको छु अनि लोकेसन कहाँ हो भन्दा चाहिँ खोकना दोबाटो भन्नुपर्छ हैन। अनि ठिकै छ अब डाइरेक्ट यहीँ बसेर गर्न सकेन तलबाट रेजिस्टर गर्दा नि हुन्थ्यो अनि फेरि सजिलो पनि हुँदैन जहाँ छ त्यही गरौँ भनेर गरेँ। लाग्छ माया लाग्छ खोकनाको अझ यहाँबाट यसरी आउनु पाइरहेको छ। कति धेरैजना हुनुहुन्छ अनि प्राउड फिल हुन्छ। अहिले मनोजहरूकोबाट पनि कति धेरै चिनिन्छ। हामीलाई चिन्यो भने म मनोजको दिदी भन्छु कति चिनिन्छ। अनि तेलको लागि फेमस भनेर सबैतिर छ। गिफ्ट लाँदा नि तेलले लगिदिन्छु म प्राय जहाँ पनि। ब्याक टु तपाईँको अब फेरि ब्याक टु तपाईँकै करियरमा कुरा गरिरहँदाखेरि जुन तपाईँले अघि जोड्नु भयो तपाईँको ब्रान्डलाई चाहिँ तपाईँले इन्टरनेसनली लैजाने सोच्नु भएको छ तपाईँको होइन त्यसको लागि अहिलेदेखि नै शुभकामना। त्यसको लागि तपाईँले अब कसरी तयारी गरिराख्नु भएको छ इन्टरनेसनली लैजानु त अब सोचेको जस्तो के छ अवस्था? त्यस्तो धेरै प्लान चाहिँ छैन। पहिला आफूले क्रिएट गर्नु पर्यो सामान अनि हामीले अप्रोच गर्न सजिलो हुन्छ। कसैले केही कहाँ कतै प्लेटफर्म छ भने अप्लाई गर्न सजिलो हुन्छ नि त। पहिला आफू रेडी हुनु पर्यो। त्यहाँ जानलाई त अब नर्मली 10 वटा त्यस्तो डिजाइन त चाहिहाल्छ होइन। हुन्छ त्यहाँ पनि कस्ट हुने रहेछ। अस्ति एउटा बाहिरको पेजले भनेको थियो अनि सोधेको $2500 के कति चाहिन्छ अरे क्या अब अनि त्यो त्यहाँ आफ्नो डिजाइन त्यो रनवेमा सो गर्नलाई चाहिँ आफ्नो चाहिन्छ अरे त्यो चार्ज तिर्नुपर्छ अरे। त्यसो त सकिँदैन। अब सकेसम्म नेपालमै गर्ने होइन यति धेरै राम्रो काम गर्ने कि उनीहरूले नै मागोस् क्या त्यसरी हुनुपर्छ क्या त्यस्तो लाग्छ। अब अहिले चाहिँ मैले अब नेपालमै भन्दाखेरि फ्यासन फिल्डमा क्रोसेलाई लान खोजिरहेको छु नि त किनकि फ्यासन फिल्ड भनेको एकदम हाइली भ्यालु दिने ठाउँ हो होइन। त्यो राम्रो प्लेटफर्म हो नि त कुनै पनि क्षेत्रलाई अगाडि। अब जुत्ता सिलाउने पनि पहिला नर्मल जुत्ता सिलाउने त्यस्तो भन्थ्यो अहिले त सु डिजाइनर त्यस्तो भइसक्यो नि त। अनि क्रोसे डिजाइनर पनि बाहिर पनि चल्छ तर बाहिरकोहरूले पनि यस्तै कुरा गर्छ कि उनीहरूको लेभलमा पनि त्यो मिट गरेको छैन रहेछ कि अझ हामी त कति धेरै तलै छौँ। अनि मलाई चाहिँ त्यो हुन्छ जस्तै हामीले यहाँ घन्टाको अब कुरुसले बुनेर 100 रुपियाँ पनि कमाउन गाह्रो छ। अब दिनको 300 त्यस्तो कमाउन ढौढौ त्यो लाइक जुन अघि मैले भनेको थिएँ नि अरू एक्सपोर्ट गर्नेहरूबाट काम लिएर सेकेन्ड ह्यान्ड थर्ड ह्यान्ड त्यसरी काम गर्दाखेरि 300 कमाउन गाह्रो होइन। अब मैले चाहिँ नर्मल्ली 500 भन्थेँ अब त 1000 चाहिन्छ भइसक्यो दिनको अफिस टाइम काम गरेर किनकि त्यो त्यहाँ त उसको पनि एक्सपिरियन्सको कुरा हुन्छ नि त। एकदम त्यस्तो धेरै काम गरेर त उसले पनि त्यति फाइन काम गर्न सकेको हुन्छ नि त। अरू ठाउँमा लाइक काम गरेको एक्सपिरियन्स बढेपछि स्यालेरी बढ्छ हाम्रो पनि त बढ्नु पऱ्यो नि क्राफ्ट सेक्टर आर्ट सेक्टरमा पनि अनि त्यो लाग्छ। अनि बाहिरकोहरूले पनि त्यस्तै कुरा गर्छ क्या उनीहरूले चाहिँ घन्टाको $4 पाएको पनि उनीहरूको कम हो क्या। अझ हामीले घन्टाको $4 पाउनु त कहिले तर उनीहरू पनि त्यस्तै भन्छ एकाडेमिकली अगाडि गएको छैन उता पनि इन्स्टिट्युट अलिअलि सिकाइन्छ स्कुलहरूमा पनि क्लासहरू गर्दो रहेछ। हाम्रो पनि अब त्यसरी पनि जान सकिन्छ स्कुलहरूमै सिकाउने पहिला जस्तै हुन्थ्यो नि। पहिला पूर्व व्यवसायिक भनेर कोर्स छ नि एउटा पूर्व व्यवसायिक के शिक्षा भनेर छ नि होइन त्यो हामी क्राफ्टहरू सिकाउँछ नि निडलको खाने पकाउने के सब्जेक्ट छ नि पूर्व व्यवसाय के भन्ने त्यस्तो पनि भयो। अनि त्यसरी नै अब क्रोसेलाई पनि सिकाउन सकिन्छ स्कुलहरूमा किनकि अब क्रोसे चाहिँ एउटा त स्किल भइहाल्यो अर्को चाहिँ क्रोसेलाई चाहिँ एज अ मेन्टल हेल्थको लागि राम्रो पनि भन्छ क्या मेडिटेसन पनि भन्छ। त्यही भएर पनि म अहिलेसम्म बढिरहेको होला यो हो केही भयो कि म बुनिहाल्छु नि त बुन्न मन किन मोबाइल चलाइन्छ मोबाइलले पनि अहिले भएको छ हो टाइम स्पेन्ड गर्छ त्यो स्ट्रेस बिर्सिन्छ नि त त्यो भएको छ अनि बुझ्ने पनि भइरहेको हुन्छ
मेडिटेसनको रूपमा चाहिँ राम्रो लिन्छ क्रोसेलाई पनि, निटिङ क्राफ्ट वर्कहरूलाई पनि। अर्को कुरा चाहिँ त्यो फेसन फिल्डको कुरा चाहिँ अब मैले चाहिँ अब मेरो टार्गेट भनेको अब हाम्रो नेपालमै भएको लाइक सेलिब्रिटिज हुन्छ नि उहाँहरूले पनि युज गरोस्। अझ कोही अब उहाँहरूले एउटा ट्रेन्ड चाहिँ फेरि उहाँले किनेर युज गर्नु हुँदैन नि होइन, त्यो गाह्रो छ। नि फेसन फिल्ड गाह्रो छ नि न्यु कमरहरूलाई। प्रायः सेलिब्रिटीहरूले पैसा तिरेर राख्दैन नि, युज गर्दैन नि। एकचोटि युज हुन्छ अनि त्यो अनि रिटर्न हुन्छ, त्यस्तो हुन्छ। किन्दैन त्यसो भए प्रायः किन हामी अझ यस्तो पनि हुन्छ, हामी बिजनेस गर्नेहरू पनि अलिक लोभी भन्छ क्या, किनकि उसले युज गरिदियोस् अनि अलिक प्रमोसन हुन्छ भन्ने पनि हुन्छ नि त। अनि त्यो त एउटा पोइन्टले राम्रो पनि हो, आफ्नो प्रमोसन पनि भइरहेको हुन्छ, त्यो कुरा ठिक हो। तर अलिअलि चाहिँ हुनुपर्छ, जस्तो हुनुपर्छ। राम्रो पनि छ कि त। अनि त्यसले गर्दा न्यु कमरहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ क्या। अझ पैसा कमाउनुको सट्टा बनायो खर्च गरेर अनि फेरि उसलाई युज गर्नु दियो अनि रिटर्नमा आउँदैन, अन्त अरूबाट एड भएर अर्डर पनि आउनसक्छ, त्यो एउटा अर्को पनि फेरि दुइटै लाइक हुन्छ नि न्युट्रल टाइपको। अब राम्रो गर्नेहरूले त्योबाट पनि राम्रो गरिरहेको हुन्छ, गाह्रोहरूलाई फेरि त्यो कुरा पनि गाह्रो भइरहेको हुन्छ। त्यो छ। तर अब यस्तै यस्तै गरेर फेसन सो चाहिँ हुन्छ होला, अलिक टाइम लाग्छ फेरि। त्यो त गर्नु पऱ्यो होइन, फेसन डिजाइनर हुन्छ, त्यो त डिजायर हुन्छ सबैको। रनवे गर्ने, अझ सक्यो भने आफ्नै पुरै सो नै आफ्नो गर्ने, 3-4वटा सिक्वेन्स राखेर। अब त्यो सबैलाई त त्यो कहिले पुरा हुन्छ, तर हुनसक्छ कहिलेकाहीँ त्यो अफर आइहाल्छ कि होइन, अपर्च्युनिटी त प्लेटफर्म जहाँ पनि छ, आफू रेडी भएर बस्नु पऱ्यो। भन्छ नि पहिला एउटा राम्रो सेयिङ छ नि त, कुनै कुरा ओरिजिनली त्यहाँ क्रिएट हुनुभन्दा अगाडि पहिला आफ्नो माइन्डमा क्रिएट हुन्छ भन्छ नि। तपाईँको माइन्डमा अलरेडी क्रिएट भइसकेको छ, डेफिनेटली हुन्छ कि। अनि पडकास्टहरू हेर्छु नि, म पनि जान्छु होला लाग्छ कि। अब सञ्जय सरको म त्यही त भने नि उहाँको भयो। अनि म इन्टरभ्यूहरू धेरै सुन्छु, पहिला पनि सुन्छु, समाचारहरू पनि हेर्ने पहिलादेखि नै, अहिले पनि हेर्छु होइन। त्यही भएर त ध्यान दिउँ, जहाँ पनि पोस्ट हान्छु कमेन्ट हानिदिन्छु नि। थाहा पाइसक्यो यति धेरै सुन्नुहुन्छ नि। गुड स्पिकर इज अ गुड लिसनर भन्छ नि, हो रहेछ क्या। अब चाहिँ बजिरहेको छ होइन, हामी काम गर्दाखेरि पनि त्यो बजाइरहेको छ नि त, कि त फिल्म भए पनि बजिरहेको छ कि गीत बजिरहेको छ। अनि अब त्यो भन्दा पनि त इन्टरभ्यू सुन्नु पनि राम्रो हो नि हरेक कुराको। अब त्यो जे पाइ त्यही त्यो उहरू चाहिँ सुन्दैन, रियालिटी सोहरू त्यस्तो चाहिँ धेरै हेर्दैन। तर जे पाइ त्यही भन्नु पाइँदैन। तर पडकास्ट पनि इन्टरभ्यूहरू पनि रमाइलो लाग्छ। उहाँहरूको एक्सपिरियन्स भएकोहरूले बोल्ने हो नि त, हामीले जुन कुरा एक्सपिरियन्स गरेको हुँदैन नि। एजले ठुलोहरू पनि हुन्छ, अझ कति कुराहरू त्यो पाइरहेको हुन्छ उहाँहरूले एक्सपिरियन्सले बोल्ने कुराहरू धेरै नै वेट हुन्छ कि हामीलाई। ओहो है टाइपको हुने रहेछ। सबभन्दा ठुलो कुरा त लाइफमा एक्सपिरियन्स त हो नि, रमाइलो हुन्छ। रिसेन्टली मैले अब तपाईँलाई बोलाउनुभन्दा अगाडि चाहिँ अब एउटा प्रोफाइल पनि चेक गरेको थिएँ क्रोसे फेसन डिजाइनको। यसमा चाहिँ एउटा मैले यो पोस्ट देखाएको थिएँ कि फर्स्ट क्रोसे फेसन डिजाइनर भनेर हजुरको इन्ट्रोडक्सन यसमा देखिरहेको थिएँ। यसको अलिकति कलेजको त्यो पोस्ट पछि दुइटा अगाडिको दुइटा स्टोरी कभरेज पछि चाहिँ मेरो एकजना कलेजको बहिनीले फोन गर्नुभयो। कलेजको बहिनी चाहिँ इन्टर्न गरेर रहेछ हाम्रो कलेजको टिचरकै अफिसमा। उहाँहरूको चाहिँ त्यही यस्तै वेबसाइट अनि फेसनको अनलाइन के भन्ने न्युज टाइपको छ। अनि उहाँहरूले चाहिँ बोलाएर अनि इन्टरभ्यू गर्नुभयो। अनि मैले एक्सप्लेन गर्दै गएँ। अनि फेसन डिजाइनरहरू पनि छ, अनि क्रोसे काम पनि भइरहेको थियो पहिलादेखि। अनि यसरी फेसन फिल्डमा क्रोसेलाई यसरी ल्याउने चाहिँ अब तपाईँ नै होला भनेर चाहिँ अनि उहाँहरूले चाहिँ त्यसरी राख्नुभएको। फेसन डिजाइनर त अलरेडी म भइसकेको हो, अनि क्रोसे चाहिँ गरिरहेको। अनि क्रोसेमा त्यो एक्सपिरियन्सको हिसाबले पनि हुनसक्छ उहाँहरूले त्यो एप्रिसिएसन गर्नुभएको होला। अनि क्रोसे फेसन डिजाइनर भनेर चाहिँ राख्नुभएको। अनि नेपालमा यसरी सुनेको पनि छैन सायद। फेसन डिजाइनर फेमस नेपालको फेसन डिजाइनर भन्यो भने पनि लाइक प्रबल गुरुङ अनि अरू दुईजना अनि हाम्रो मनिष राई त्योहरू आउँछ नि त। अनि मैले अझ उहाँले राखेपछि अनि भनेपछि चेक पनि गरेको आज क्रोसे फेसन डिजाइनर पनि छ कि छैन भनेर। छैन रहेछ। अनि हुन्छ अब त्यो आदि के भन्छ त्यो मान्यता दिने भन्ने त्यो अर्को थाहा भएन कहाँबाट गरिन्छ त्यस्तो अप्रुभ गर्ने। तर उहाँले चाहिँ राख्नुभयो एउटा फेसन सम्बन्धी
जसले काम गर्नु फ्यासन सम्बन्धी काम गर्नेले यसरी पोस्ट हाल्नुभयो। अब यसलाई चाहिँ हामी उहाँहरूको यो टाइटलको लागि चाहिँ थ्याङ्कफुल छु अनि खुसी लागेको छ। पहिला फ्यासन डिजाइनर बन्न पाए हुन्थ्यो अनि पछि चाहिँ अब क्रोसे भनेपछि अनि बाहिरकोहरूको पनि देखेँ नि त। पछि अब अनलाइन यताउति स्टडी गरेपछि बाहिरकोहरूको क्रोसे फ्यासन डिजाइनर पनि रहेछ भन्ने भएपछि मलाई पनि क्रोसे फ्यासन डिजाइनर बन्न मन छ जस्तो भएको थियो। पछि त्यो पोस्ट आएपछि चाहिँ अनि एकदम राम्रो लाग्यो। त्यही हो। अनि त्यही एक्सपिरियन्स यस्तै कुरा भयो। अनि ऊ त फेरि फ्यासन उता बहिनीहरू त फ्यासन फिल्डकै भयो नि त। अनि त्यो किसिमले पनि सोचेको होला। अनि कुरा हुँदाखेरि नि हुन्छ नि त त्यो टाइटल पनि राम्रो त रहेछ भन्ने कुरा भएको थियो। अनि त्यस्तै हालिदिनु भएछ। खुसी लाग्छ यस्तो ट्यागहरू यस्तो पोस्टहरू देख्नु पाउँदाखेरि फर्स्ट नेपालकै फर्स्ट क्रोसे फ्यासन अनि गाह्रो भन्नाले नि अनि अझ मेरो त अब सबै सेल्फ स्टडीले यो टाइटल पाएको भयो। त्यो चाहिँ राम्रो अझ प्लस पोइन्ट भएको छ। किनकि क्रोसेको कुनै स्टडी गर्ने ठाउँ छैन। फर्मल एजुकेसन छैन क्रोसेमा। अनि जुन अब सिकियो स्किल अनि त्यसपछि प्र्याक्टिस मोर प्र्याक्टिस गर्दै गर्दै नयाँहरू त्यो प्रोजेक्टहरू ट्राई गर्दै गर्दै अब टेक्निकहरू पनि नयाँ सिक्यो। अनि अनलाइनहरू लाइक इन्टरनेट भएपछि इन्टरनेसनली पनि हामीलाई सजिलो भयो नि। बाहिर अरूले गरेको पनि हेरेर सिक्न पायो। युट्युबहरूमा पनि छ। त्यो एक्सपिरियन्स गर्दै गर्दै सिकियो। अहिले चाहिँ जे पनि बनाउन सक्छु जस्तो लाग्छ। त्यसको हरेक प्रब्लम पनि सल्भ गर्न सक्छु जस्तो लाग्छ। अनि त्यो ट्राई गरेर हेरेपछि थाहा हुन्छ त्यो सक्छ सकिँदैन। तर त्यो हिसाबले पनि अब एज अ फ्यासन डिजाइनर भनेर टाइटल पाएपछि जुन उसको ड्युटी हुन्छ कामहरू हुन्छ नि रेस्पोन्सिबिलिटी त्यस्तै त एज अ क्रोसे फ्यासन डिजाइनर भनेपछि पनि त्यही ड्युटिज टाइपकोहरू त गर्न सकिन्छ जस्तो लाग्छ त्यो टाइटल चाहिँ। अनि हुन्छ ठिक छ जस्तो पनि लाग्छ। राम्रो लाग्यो। तपाईँको नाम सँगसँगै खोकनाको पनि नाम जोडिन्छ कि यसमा एकदम हामी गर्वित छौँ यसमा एकदमै। त्यसो छ। अरू कस्तो छ अब अर्को कुरा चाहिँ होइन मलाई अर्को कुरा चाहिँ नेवारी कम्युनिटीमा चाहिँ गर्नु मन छ एज अ फ्यासन डिजाइनर। अब हामी हुन त कल्चरल ड्रेस हो होइन। अनि त्यसलाई प्रिजर्भ गर्नुपर्छ त्यो छुट्टै कुरा हो। अब त्यहाँबाट इन्सपायर भएर अरू पनि गर्न सकिन्छ डिजाइनमा पनि राम्रो सिम्पल मात्रै नगरिकन। अब त्यो कल्चर प्रोग्रामहरूमा कल्चर लाउने त्यो छुट्टै हो। अब अरू इभेन्टहरूमा पनि त्यहाँबाट इन्सपायर भएर बनेको लुगाहरू युज होस् जस्तो लाग्छ। अनि त्यही कुरामा ट्राई त गर्ने मौका पाएको थिएँ अहिले लुवायामा। हजुरले गर्नुभयो त्यसमा मेल मोडलहरूको 3टा ड्रेस मेरोबाट गएको थियो। अनि नयाँ जानकारी पाएँ। अनि अर्को चाहिँ मैले हाम्रो कविना दिदीको लागि पनि कहिलेकाहीँ बनाइरहेको थिएँ। अहिले चाहिँ ग्यापमै छु म किनकि अहिले स्टिचिङको काम छोडेकै छु त्यही भएर ग्यापमा छु। पछि बनायो भने चाहिँ त्यसमा पनि अलिकति प्लान चाहिँ छ। अन्त अहिले राम्रो पनि भइरहेको छ। नेवारी ड्रेसमा पनि मोडिफाई हुँदै धेरैले युज गरिरहेको छ नि त। त्यो एकदम राम्रो भइरहेको छ। त्यही त त्यसमा पनि अफर भन्नाले नि कामको अपर्च्युनिटी त आएको थियो। मैले म्यान पावरको त्यो प्रब्लमले पनि मैले गरिनँ किनकि अहिले लुगा एकदम सबैले मन पराएको थियो मनोज लगाएको लुगा। अनि भक्तपुरमा मैले कपडा लिने ठाउँमा पनि दाइले भन्नुभएको थियो त्यो लुगा बनाएर ल्याऊ म यहाँबाट सेल गर्छु भन्नुभयो क्या। त्यो बनाउनु मैले सकिएन क्या। अब त्यो डिफ्रेन्ट साइजमा त्यो पनि भयो। अनि हाम्रो के छ भने नि रेगुलर जुन काम गरिन्छ त्यो मात्र गर्न खोज्छ कि नयाँ प्याटर्न भन्दा नयाँ डिजाइनको प्याटर्न त्यस्तोमा गर्न खोज्दैन नि त। त्यो पनि प्रब्लम भयो। तर उहाँले सेल गरिदिन्छु भनेर पनि गर्न पाएन। तपाईँले त्यही पनि म्यानपावरको कारणले किनकि कपडा अलरेडी उहाँसँगै छ। उहाँले चाहिँ यस्तो उहाँको अनि तपाईँ जुन उहाँले पनि त लुगा बनाएर बेच्नुहुन्छ नि त। त्यो नेवारी मात्र उहाँको। अनि तपाईँको काम गर्नेहरूलाई भन्नु न त म आएर सिकाइदिन्छु अनि तपाईँकैबाट प्रडक्सन गर्नु न भनेको गर्न मान्दैन अरे नयाँ डिजाइन त्यस्तो भयो। म एक्लै त भ्याउँदैन मैले फेरि ट्रेनिङ दिएर मैले राखेको पनि छैन नि त। त्यो एउटा मिस भएको थियो। सबै छ हाम्रो वरिपरि नै धेरै कुरा छ हामीले अब्जर्भ गर्दैन। अझ मेन कुरा त अहिले
अरूको मात्रै हेर्छ क्या अरूको हेरेर त्यो गर्न खोज्छ त्यो चाहिँ नराम्रो अपर्च्युनिटी त सबैतिर छ धेरै काम छ काम धेरै छ क्या खोकनाकै कुरा गर्नु पर्दाखेरि खोकनामा पनि त अब तपाईँको काम देखेर इन्ट्रेस्टेडहरू छन् होला उहाँहरूले हामीलाई पनि यसो ट्रेनिङ दिनु न भन्ने खालको त्यस्तो एप्रोच कहिले आएको छ कि छैन क्रोसेमा भन्दाखेरि हजुर छ अहिले चाहिँ अलिअलि छ लाइक अब यस्तो मिडियामा आएपछि होला सायद होइन अनि देख्नुहुन्छ अनि यस्तो काम गर्न मिल्छ भनेर सोध्छ अब मैले चाहिँ अनि ऊ हेरी पनि हुन्छ मलाई फेरि कभर गर्न पनि गाह्रो हुन्छ नि त अहिले सबै आफैले हेर्नु परिरहेछ अरूको स्टाफ राख्न सके होइन अनि अर्डर पनि आउँछ आउनु त गऱ्यो भने त्यो अनुसार फ्लो आउँछ थाहा छ अनि फेरि त्यो मेरो त्यो जुन क्वालिटी अनुसार मेन्टेन लाइक त्यो मिट गर्ने वर्कर्स पनि चाहियो नि त त्यो चाहिँ अलिकति डर लाग्छ मलाई अब त्यो ट्रेनिङ गरेर त्यो ओके भएपछि अर्डर आउँदा त प्रब्लम हुँदैन त्यो चाहिँ छ अहिले एक दुईजना फाटक इन्ट्रेस्टेड छ अनि अस्ति एकजना अनलाइनबाट आएर मेरोमा सिक्न आउनुभयो अनलाइनको तपाईँको उहाँले क्लास लिन मन छ सिक्न मन छ भन्नुभयो अनि आउनुभयो अनि 20-24 त्यति दिनको क्लास आएर सिक्नुभयो अहिले आफै अनलाइन पेज खोलेर एक्लैलाई काम मजाले पुगिरहेछ अरे अनि उहाँले चाहिँ अनि कस्टमाइज पनि त्यस्तो पनि गर्नुहुन्छ आएन भने बरु सोध्नुहुन्छ म सजेस्ट गरिदिन्छु यताउति के हुन्छ हुनसक्छ हेल्प चाहिँ हुन्छ उहाँले चाहिँ म एक्लैलाई पुग्ने गरी काम चाहिँ पाइरहेको छु भन्नुभयो क्या अब उसले भ्याएन भने अर्को पनि राख्नु पायो नि त अर्कोलाई पनि उसले ट्रेन गरेर भए पनि अथवा आएकोलाई पनि उसले जब दिन सक्यो नि जब चाहिँ क्रिएट भइरहेछ तपाईँको अनलाइन पेज हेरेर सिकेर आफै खोलेर काम पनि पाइराख्नु भएको छ काम गऱ्यो भने अपर्च्युनिटी धेरै छ कस्तो महसुस हुँदो रहेछ यस्तो हुँदाखेरि तपाईँ आफूले ह्याप्पी टिचर सक्सेसफुल टिचरले क्या अझ त्यो भन्दा नि अझ हो राम्रो त लाग्छ नि होइन अभियसली त्यो त राम्रो पोइन्ट हो एउटा त्यो कामको छुट्टै भयो अर्को एकजना भनेको पर्सनल पनि बोन्ड भयो राम्रो हुन्छ होइन नयाँ मान्छे आएर सिक्यो अनि आफ्नै अब सिस्टर जस्तो हुन्छ त्यो छुट्टै कुरा हुन्छ ट्रेनिङहरूमा पनि त्यस्तै हुन्छ यस्तो रहेछ कस्तो राम्रो रहेछ हामी पनि तपाईँ जस्तो गर्न पाए त हुन्थ्यो भन्छ अनि फेरि उहाँहरूको फेरि आफ्नै प्रब्लम हुन्छ त्यसले गर्दा अगाडि बढ्न सजिलो चाहिँ छैन मेरो साइडबाट अन्तिम प्रश्न तपाईँलाई अन्तिम ओके मेरिनबाट तपाईँबाट भागी हुन सक्छ हस् तपाईँले आफूले आफूलाई र तपाईँको ब्रान्डलाई चाहिँ तपाईँले अब आगामी दिनमा चाहिँ कहाँनिर देख्नुहुन्छ अब कहाँ भनेर त्यो पोजिसन चाहिँ देख्दिनँ अहिले इमेजिन छैन तर मैले सोचेको अनुसार चाहिँ राम्रो हुँदै जानेछ अहिले अब त्यो टाइम फ्रेम चाहिँ नभनौँ मलाई चाहिँ क्रोसे इन्स्टिट्युट अब कलेज त्यस्तो खोल्न त अहिले सकिँदैन अब त्यो बेसिक पनि बनेको छैन नि त त्यो हिसाबले अब इन्स्टिट्युट भन्नाले इन्स्टिट्युटसम्म चाहिँ गर्न सकिन्छ होला किनकि मेरो ट्रेनिङ क्लास सुरु गर्ने त पहिलादेखि मन थियो अस्ति एउटा अब अघि भनिहालेँ एकजना आएर भयो नि सिक्नु भयो अनि त म अनि अरूलाई त घर घर गएर पनि सिकाइदिन्छु किनकि टाढा पनि हुन्छ अनि म स्कुटर भएको हिसाबले गएर पनि सिकाइरहेको हुन्छु त्यसलाई चाहिँ सिक्ने चाहनेहरू छ अनि यदि खोल्यो भने सिक्न पनि आउँछन् जस्तो लाग्छ मलाई त्यो गर्छु अनि सिटिभिटीमा पनि खास करिकुलम चाहिँ छ तर यस्तो धेरै राम्रो चाहिँ रहेनछ मैले अनलाइन हेरेको अनुसार त्यहाँ गएर बुझेको चाहिँ छैन अनि करिकुलम चाहिँ बनाएर उता एकचोटि लाइक चेक गराउनु पर्छ जस्तो लाग्छ त्यो त्यसपछि चाहिँ त्यसरी लाइक पर्मिसन लिएर नै क्लास सञ्चालन गर्ने सोचिरहेको छु त्यो चाहिँ भन्न मिल्ने भयो होइन अरू चाहिँ धेरै कुराहरू चाहिँ प्लान गरेर जस्तो नहुने पनि रहेछ त्यही भएर त्यो धेरै सोचेर प्लान गरेर गऱ्यो भने पनि त्यो भएन भने स्याड हुने अवस्था आउँछ क्या त्यो चाहिँ म सोच्दिनँ त्यही भएर जति सक्छ त्यति गर्दै जाने अब यस्तो उस्तो भन्दाखेरि पनि राम्रो चाहिँ हुन्छ फ्युचरमा भन्ने चाहिँ छ त्यस्तो ब्याड चाहिँ सोचेन अब यो पनि पहिला सोचिसकेको हो त्यो मैले त्यो इमेजिनेसन त्यो अब हामी हुन्छ नि निन्दा लाग्दैन के भन्छ एउटा कुरा सपना त्यो अरे जसले सुत्न दिँदैन निदाउन दिँदैन भन्छ नि त्यस्तो भोगेको छु मैले पनि होइन
तर त्यो हिसाबले आफूले सोचेको जस्तो भइरहेछ अझ राम्रो हुँदै जानेछ भन्ने प्लान छ लाइक मेन्टली चाहिँ त्यति स्योर छु कि राम्रै हुन्छ राम्रै गर्नेछु राम्रो गरेपछि राम्रै हुन्छ भगवान्ले गर्छ भन्छ नि कर्म कर्म एकदम त्यही भएर त म कसैको नराम्रो सोच्दिनँ अब त्यो हुन जान्छ कहिलेकाहीँ त्यसको पनि भोगिन्छ होला कहिलेकाहीँ होइन इन्डिरेक्टली भोगिरहेको पनि हुनसक्छ होला किनकि कति कति प्रब्लमहरू आफूले पनि भोगिरहेको हुन्छ सायद त्यो मबाट भएको हिजोको दिनमा आज राम्रो भर्जन बनाउँदै जाने त त्यही त नसके पनि ठिकै छ एक्सपिरियन्स हुन्छ होइन डराउनु भएन मेन कुरा होइन कति कुरा मैले पनि आफूले कहिले काहीँ फिल हुन्छ भन्दाखेरि जुन त्यो लकडाउन पछि पनि अब त्यो काम पनि त्यो गरियो त्यसपछि चाहिँ अझ मैले ब्याड अलिकति सिचुएसन फेस गरेको छु होइन त्यो अहिले स्ट्रेस भएको त्यो बेला पनि केही गरिनँ मैले काम त्यति राम्रो गरिनँ होला उनीहरू त दिदीहरूको थ्रुबाट अलिक भइरहेको छ म सिकाइदिन्छु उहाँहरू आउँछ मेरो लागि त्यो अलिकति फ्रेस हुने बाटो पनि हो कि काम गर्दा गर्दा चाहिँ लाइक यति एक्लै भएको भए सायद म यति हुन्थेन होला होइन दिदीहरू आउनुहुन्छ काम गर्नुहुन्छ मैले त्यसलाई मेरो त्यो जुन ब्याड फेजबाट डिस्ट्र्याक्ट भएर उहाँहरूसँग इन्भल्भ हुँदाखेरि चाहिँ त्यो मलाई प्लस भइरहेछ क्या म एक्लै भएको भए नराम्रो नराम्रो सोच्थेँ होला अझ झन् डिप भएर जान्थेँ होला अनि काम गरेर चाहिँ उहाँहरूसँग इन्टरेक्ट हुन्छ अनि फेरि फ्रेस हुन्छ अनि उहाँहरूको लागि भए पनि फेरि काममा गरिन्छ अनि त्यो म्यानेज यताउति म्यानेज पनि हुन्छ अनि त्यसरी नै रिकभर हुँदै हुँदै आएको जस्तो लाग्छ अब त्यो फेज पनि म एक्लै बसेर त्यो मैले फिल गरेको त्यो सिचुएसन त्यो पनि मेरो लागि मैले चाहिँ मेरो लागि दिएको टाइम मैले केयर गरेको जस्तो लाग्छ क्या मैले ट्राई चाहिँ गरेँ नि त त्यही गिभअप गरिनँ नि त त्यो जस्तो लाग्छ त्यो टाइम वेस्ट गरेको चाहिँ म मान्दिनँ त्यो बेला मैले मेरो केयर गरेँ जस्तो त्यसरी लिन्छु म अनि अरूलाई पनि त्यही भन्छु अहिले चाहिँ क्रोसेले त्यही प्लस पोइन्ट गरेकै छ फ्री भएको बेला गर्ने अब मेरो अब जिद्दीपनाले गर्दाखेरि पनि अलिक प्लस पोइन्टै भएको छ म अरूको बेला त्यति धेरै सुन्दिनँ किनकि अब त्यसले गर्दा नेगेटिभ पोइन्ट्स मैले इग्नोर गर्न सकेँ नि त तर एउटा कुरा भन्छ नि सोझो भएपछि सबै चिन्न सजिलो हुन्छ नि त म सोझो हुनुको फाइदा यही लाग्छ क्या मलाई अन्त मलाई युज गर्छ होला कसैले तर मैले थाहा पाएँ नि त यस्तो हुन्छ भनेर अब म चलाक भयो भने ऊ कस्तो थाहा हुँदैन नि तपाईँ एकदम ट्यालेन्टेड भएर युज गर्नु खाने के भन्छ राम्रो मान्छे भएर युज गरे होला नि त्यो युजलेस भएको भएर कसले युज गर्दैन त्यो पनि हो पोइन्ट हो त्यो पनि पोइन्ट हो जे छ त्यही ठिक छ जस्तो लाग्छ क्या मान्छेले यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्छ नि अब हामीले पनि घरमा गाले हुन्छ यताउति कसैले केही गर्ला अलि चाख भएर हिँड्न भन्छ नि अब त्यो हुनै पर्दैन नि त्यो जे छ त्यही छ त हुनु कुरा भइहाल्छ केही भएन भने सिकिन्छ भइहाल्यो नि कस्तो राम्रो विचार के एकदमै त्यो नेचर कुरा अलि धेरै रिलेट लाग्छ मलाई सिम्पल कुरा तर टच हुने खालको लाइन के त्यही त बेस नै बेसिक त हो नि हामी नर्मल लाइफस्टाइलै राम्रो छ किन त्यो अरू अरू खोजेर अब फेरि मान्छेहरू नर्मलमै आइरहेछ नि त मेन कुरा भनेको बेस नै राम्रो नेचर रिलेटेड चाहिँ सबै राम्रै हुन्छ जस्तो लाग्छ मलाई खानेकुरादेखि लिएर होइन लाउने पनि अब नेचुरल मटेरियलबाट बनाएको राम्रो भन्छ नि त सबै त्यही हो क्या नेचर मन परेपछि सबै ठिक यति कुरा टुक्क छ कि निहारिका चाहिँ कहिले पनि फ्रस्ट्रेट हुँदैन एकदम ह्याप्पी मुडमै हुन्छ फिल भएको म कुल छु क्या धेरै हो त्यही भन्छ सबैले अनि म सबैसँग बोल्छु पनि रिसाउँदिनँ पनि होइन अनि रिस उठ्छ देखाउनु आउँदैन त एकछिनमा जान्छ पनि गाली गर्दा आउँदैन मेरो पोइन्ट भनिहाल्छु होइन अब त्यो गाली गर्न आएको पनि अब हाम्रो किस सुनेर त्यो मन नपरेको हो क्या खासमा कस्तो पोजिटिभ भाइब्स छर्ने खालको छ कि एकदम सरर सराउन्डिङ अब कहाँ छर्ने हो तर भन्छ त सबैसँग मिल्नु पनि राम्रो हो मलाई नेचरले जे बनाएको छ म त्यसमा खुसी छु मलाई त्यो म एक्सेप्ट गर्छु त्यो राम्रो छ क्या म आर्टिफिसियल बन्न पनि आउँदैन त्यो मेरो लागि ठिक पनि छ जस्तो लाग्छ होइन वेल सेड होइन भगवान सेड खुसी लाग्यो एकदमै मिठा राम्रा कुराहरू सुन्न पाइयो एकदम मौका दिनुभयो तपाईँले होइन यसरी सुनाउनको लागि
आइदिनु भयो धेरै टाइमको लागि धेरै धेरै धन्यवाद फेरि पनि। यसरी नै फेरि आगामी दिनहरूमा पनि फेरि पोडकास्ट गर्न पाइयोस्। अलि धेरै राम्रो काम गर्न पाऊँ अनि फेरि आउन पाऊँ।